वाओ व्हाट इट सुंदर दृश्य। मेरो काम चाहिँ यही हो, यो हाँसहरू टेक गर्ने, हाँसको खुट्टामा ब्यान्डेज लगाइदिने, नम्बरिङहरू गरिदिने, सफासुग्घर गर्ने, यो भित्र पोखरीमा पस्ने पानीमा अनि सफा गर्ने, यस्तोहरू चाहिँ छ। अनि यो चाहिँ मेरो काम चाहिँ 1 महिना हो। अनि पार्ट टाइम चाहिँ यहाँ 2-3वटा रेस्टुरेन्टमा पसलहरूमा सफा गर्ने, भाँडा मार्ने चाहिँ छँदैछ। अहिले तत्काललाई चाहिँ यहाँ छ 1 महिनाको लागि। त्यसपछि फेरि म सायद एउटा खेतको काममा कुरा चलिरहेछ, त्यहाँ जान्छु होला। अनि त्यसपछि एउटा मरुभूमि जस्तो ठाउँ पनि जानुपर्ने छ। यो युकेमा पनि त्यस्तो ठाउँहरू, अमेरिकामा पनि त्यस्तो ठाउँहरू हुँदो रहेछ, मरुभूमि हुने ठाउँहरू पनि। त्यसमा नि जानुपर्छ काम गर्न। के गर्नु, काम गर्न विदेशमा आउनु रहर थिएन, बाध्यता भयो। बाध्यता भएपछि बाध्यताको बिच धेरै बाध्यताहरू हुन्छ। एउटा बाध्यता पछि अर्को बाध्यताहरू। अनि किनभने मान्छेको एउटा दुःखपछि अर्को दुःख हुन्छ नि, त्यस्तै हाम्रो विदेशमा जब भासिएपछि आफ्नो स्वदेशलाई बाट परिवारबाट बिछोडेर एउटा बाध्यतापछि बाध्यता आउँदो रहेछ कि। अब छोरा मान्छेलाई होस् छोरी मान्छेलाई होस्, बिचरा अझ छोरा मान्छेलाई भन्दा छोरी मान्छेहरूलाई धेरै बाध्यता हुन नि सक्छ कतिपय अवस्थामा। अनि त्यस्तै कतिपय अवस्थामा छोरा मान्छेलाई त्यस्तो बाध्यताहरू आइपर्न सक्छ होइन। एउटा नेचर के अरे स्वभाव भन्छ नि, त्यो चाहिँ हामी स्त्री र पुरुष बिचमा डिफ्रेन्ट स्वभाव, डिफ्रेन्ट स्वरूप, डिफ्रेन्ट सिचुएसनहरूले इफेक्ट गर्दछ। डिफ्रेन्ट चाहिँ तपाईँको उसले इन्भाइरोमेन्ट, मौसमहरूले हाम्रो चाहिँ साइकोलोजी, थटहरू, हाम्रो हर्मोनहरूलाई चेन्ज हुँदछ। अब त्यही हर्मोनहरूको चेन्ज भएको अनुसार नै हाम्रो सोचहरू पनि चेन्ज हुने, सोचहरू बन्ने र उस्तै दुःख उस्तै सुखलाई पनि डिफ्रेन्ट तरिकाले सोच्ने हुँदो रहेछ कि पुरुष र महिलाले। जस्तै महिलालाई कुनै बेला त्यही समय एकदम दुःख पीडादायी हुन्छ भने पुरुषलाई फेरि त्यही समय, त्यही वातावरणमा, त्यही समय, त्यही पोइन्टबाट कति राम्रो भन्ने नि हुनसक्छ होइन। यो चाहिँ सबै मान्छेको चाहिँ साइकोलोजिकल्ली हर्मोनको इफेक्टको कारणले हुँदछ। यो दृश्यहरू अहिले हामीले 2 थरी देखिरहेछ। यो मैले देखाउनुको कारण चाहिँ के भने संसारमा, नेचरमा 2 पोइन्ट अल एभ्रिवेयर विथ एभ्रिथिङ के नेगेटिभ एन्ड पोजिटिभ चार्ज हुन्छ। र त्यसमा हामीले बुझाइ, हामीले देख्ने दृश्य र दृश्य लिने व्यक्तिको भित्री स्वभाव कस्तो हुन्छ होइन, त्यसमा भर पर्छ। यहाँ एउटै दृश्यमा एकैचोटि लिएको छ होइन, यो जोडेको होइन। एउटामा सूर्य देखेको छ, एउटामा देखेको छैन। एउटै क्यामेरा, एउटै मोबाइलबाट हेर्नु त कस्तो अचम्म